अहिले चाहिँ यहाँ ज्वाइँलाई ड्राई फ्रुट्सहरू रेडी पारिदिनु हुँदैछ। यो चाहिँ डेट्स, यो चाहिँ काजुलाई के भन्छ इङ्ग्लिसमा, क्यास्यु समथिङ भन्छ, यसलाई एल्मोन्ड भन्छ, यसलाई डेट्स भन्छ, यसलाई त्यस्ता। हामी चाहिँ अब बाँसको टुसा काट्नु जाने। गाइस वेलकम टु वानी ब्लग। म चाहिँ अब बाँसको टुसा काट्न गएको, पर्मिसन मागेरै जाँदैछु हो। त्यो त बारीको आफ्नै घरको बारीको हो। म सिकल हिँडेको छु। मेरो दिदीले चाहिँ अहिले उल्टी गरेको थियो कि यहाँ, त्यही भएर यहाँ खानेकुरोहरू उबारेको थियो। झगडा पर्दैछ दुईजना झगडा परेको देखेर मलाई उल्टी आइसकिसक्यो। कति बिचमा बाजेको होला। हामी चाहिँ अब सिक्कल देखाइदिँदैछ रे। हामी चाहिँ अब तामा काट्नु गएको, चोरेको चाहिँ होइन गाइस। पुङ्गा नि 50 नाना, 50 रुपियाँ अरे, गर्बे पुङ्गा अरे। हजुर 2 बोका किनिदिनु, 2 बोका। आन्टी पुङ्गा ल्याउनु आउनु हुँदैछ अरे ल। हामी चाहिँ सब्जी किनेको मेरो ससुराली पठाइदिनुको लागि। नाफीमा इस्कुसको मुन्टा, बाँसको टुसा काट्नु। यता बाटो जाउँ न, कता बाटो गएको हामी भ्लग बनाउँदैछौँ। टुसा काट्नु गएको माइजू। टुसा यस्तो मजाले रोटीसँग खान्छु कि माइजू। यो भिडमा चाहिँ हामी टुसा काट्नु गएको। म लड्दैन, जान्छु नि हौ। म त जुत्तामा डोलिराख्छु त। Sapiro guys. Saya kunci. टुसा खानु, यो टुसा चाहिँ रोटीसँग राम्रो लामो पारेर रोटीसँग बनाएर खान्छु। भरे देखाउँछु ल गाइस कसरी खानुपर्ने भनेर। फिलहाल चाहिँ म यहाँ काटेको मात्रै देखाउन सक्छु। लोन कि त्यो दसैँमा टिका लगाएको पैसा खोइ यता फर्केर टास्नु। यसलाई चाहिँ यसरी टास्नुपर्छ हो।
यो खायो भने चाहिँ तर काट्चै ज्वरो बल्झिन्छ, खानु हुँदैन। मेरो आमाजुले नि पुरा मन गरिदिरहेको थियो, बिचरा खानु त हुँदैन, अब उता छ ऊ। हेरेरै मन बुझाउनुहोस् ल। अन्त असली माल चाहिँ सिस्टरले त ढुट्टो पार्यो। खानुहुन्छ नि हौ, काटो रहेछ, ए उयो रहेछ सिधै त्यो। अब चाहिँ यता लागेको हामी। यहाँ माथि जानुपर्छ, अब उता घर देखिरहेको छ, त्यहाँ जानुपर्छ हामी। अब त्यहाँ घर देखिरहेको छ। मोमोले सन्तोष एउटा काट्यो। कस्तो कामेको तर थर कामेको ओह्रालो झर्दा चाहिँ म सक्छु कि काम गर्नु। निम्बु भात खाएको के चाहिँ हो? पम्किनको बोट छैन है? सानो मिठो हुँदैन होला है, हो त? हाम्रो सब्जी हन्टिङ चाहिँ कम्प्लिट भयो। यो चाहिँ हो निङ्रो, मैले कामबाट टिपेर ल्याएको घरको डल्ले खोर्सानी घरमै फलेको, अस्ति देखाएको मैले। कस्तो चप्पलमै गरिदिएको अनि तपाईँले चाहिँ छ घरमा? यो चाहिँ हो नाखीमा, तपाईँहरूलाई चाहिँ थाहा छैन होला के हो यो, नगर्नु न। This is nakima. I don't know how to cook, but भयो तामा त होस् भएर पकाएरै देखाइदिनु पर्यो। अघि देखाइसक्यो मैले। कसरी चाहिँ तपाईँलाई नदेखाइ देखाउनु, सुताउनु न। यसलाई इङ्ग्लिसमा ब्याम्बो सुट भन्छ। यता वरिपरि हेर्दै थिएँ, डल्ले खोर्सानी चाहिँ अत्रो भएछ। अब हाम्रो नेपालीहरूको त डल्ले खोर्सानी त उयो हो। यहाँबाट देखाउन सक्दिनँ म, यहाँबाट देखाउँछु। यो चाहिँ हरियो खोर्सानी हो, लाम्चे खोर्सानी। यो चाहिँ हाम्रो आमाले दिदीहरूले रोप्नु भएको, आमा दिदीहरूले। यो चाहिँ सानो अर्किड हो। अर्किड सबै अहिले पानी बेसी भएर आमाले यहाँ उठ्न राखेको रहेछ। थाहा छैन, यो नि लाम्चे खोर्सानी हो। यो चाहिँ डल्ले खोर्सानी हो, डल्ले।
खतरा डल्ले खोर्सानी फरिरहेको छ। अनि यो चाहिँ टमाटर हो, यो सानो खालको टमाटर, सानो खालको टमाटर। यो टमाटरको चाहिँ अचार यस्तो दामी हुन्छ, खतरा अमिलो हुन्छ। तर जस्तो घाँटी दुख्ने ज्वरो आउने बिमारहरू छ त्यो चाहिँ सिलिटाप हुन्छ यो खायो भने। हाम्रो घरमा सानो सानो त अलिअलि तर पुरा सामानहरू रोपेको रहेछ। सिमी पनि रोपेको रहेछ। साथै यो पनि खान्छ होला। यो के हो, यो पिँडालु हो कि कुनै के भन्छ यस्तोलाई। ए सिमी पनि छ गाइस, सिमी पनि यसरी रोपेको छ है। सिमी अन्त यहाँ मुन्टा भन्छ, इस्कुसको मुन्टा, स्क्वास भन्छ, उतातिर बेच्नु राखिरहेको हुन्छ। यो चाहिँ मुन्टा हो, यो चाहिँ मुन्टा टिपेर खान्छ। हाम्रोतिर चाहिँ कुखुराको खोर हो। यो चाहिँ चिकन हाउस, दिस इज आवर चिकन हाउस। यो चाहिँ ओरिजिनल चिकनको एग, पुरा मैला छ। यो चाहिँ बारी हो, यो बारीबाट भएर चाहिँ त मैले यो चाहिँ सिलाम हो, त्यो कालो कालो तोरीहरू जस्तो हुन्छ, पुरा घारी छ। इस सानो सानो ब्रिन्जल, ब्रिन्जल त भन्छ त है बैगुनलाई। बैगुन हो यो चाहिँ। अन्त मैले चाहिँ यहाँ के देखेँ भन्दाखेरि डल्ले खोर्सानी पाकिरहेको। टिप्नु दिन्छ कि दिँदैन आवाजमा छ होला। झरे माछा डल्ले खोर्सानी आमालाई नभनिकन टिपेको मैले। खतरा दामी भइरहेको छ। यो चाहिँ ओरिजिनल अर्ग्यानिक डल्ले खोर्सानी हो, हाम्रो घरमा रोपेको। यहाँ चाहिँ छ हाम्रो घर, यहाँ छ हाम्रो घर। यो चाहिँ छ डल्ले खोर्सानी। माने यस्तो नि खान्छ। तल चाहिँ सुँगुर रहेछ। सुँगुर चाहिँ मैले देखेको छुइनँ, फिलहाल हेर्नु गएको छुइनँ। सुँगुर नि हेर्नु जाउँ खै। यो चाहिँ के हो, तितेबी। यो चाहिँ तितेबी हो। यस्तो चाहिँ सानो सानो काटेर उयो गरेर खानुपर्छ रोटीसँग, दामी हुन्छ। यो त पाके छ, यो त अब उयो हुन्छ। मेरो दिदीको भाइ। ओए यता हेर, ओए यता हेर, नहेर। यो हाम्रो घर हो, नयाँ घर। यो चाहिँ टोइलेट हो, भर्खर बनिँदैछ। अन्त यो त लक रहेछ, हुँदैन रहेछ। भएन, नयाँ घरको टुर दिउँ भनेको त हुँदैन रहेछ। बाई बाई गाइस। अब यो चाहिँ गरम गरम भातसँग खै हुन्छ हो। माथि बारीमा नि खै के रोपेको होला, अहिले भरे देखाउँछु। आमा सिरी, माथि बारीमा चाहिँ के रोपेको छ? न त यो म माथि बारी देखाउँछु। अहिलेको बारीमा चाहिँ खै के रोपेको थियो भने आमाले, बुझिनँ मैले, मुला मात्रै बुझेँ, त्यो त फलेको थिएन रहेछ। यो बारीमा चाहिँ लसुन रोपेको छ। यो चाहिँ हो लसुन त होला नि। यहाँबाट चाहिँ हाम्रो त गेट पनि दामी हुन्छ है। अब कसरी खोल्नु, घरमा रोप्छ थुपा दिन्छ, लैजाउँछ। मैले चाहिँ लसुन, यो चाहिँ लसुनको बोट हो, गार्लिकको बोट हो। यो चाहिँ गार्लिक। अन्त यो साँप्रा हो, साँप्रा हो कि माने थाहा छैन। अन्त यो चाहिँ हो जिन्जरको बोट, जिन्जर, अदुवा। अदुवा चाहिँ यसरी फल्छ। फलिरहेछ यस्तो बोट चाहिँ यस्तो हुन्छ। अनि यो नि पलाङ्गी सागको, रातो पलाङ्गी फिलहाल भएको छैन है। यहाँ नि छ, यस्तो माथि छ।
माथिसम्म छ तर माथिसम्म भयो त्यो बारीमा चाहिँ अम्लीसम्म चाहिँ छ अहिले चाहिँ अब सक्दैन नि त आमा नि बुढो भयो गर्नु सक्दैन खेतीतिरीहरू भ्याउँदैन म भात त म गरिदिन्थेँ नि के गरिहालेँ छिटै सो यति नै हो हाम्रो उसको टुर बारीको टुर तपाईँहरूलाई मनपर्छ होला गाइस एकछिनै बाँध्ने नै हुन्छ होला अब चाहिँ हामी फुपू घर जाने पहिला भात खाने भुटेको भात भुटेको खोर्सानीसँग गम खाइ हुन्छ गर्दै अन्त पहिला चाहिँ पनि रोक्थ्यो सबै दाम्मै रायो साग हुन्थ्यो यहाँतिर नि हुन्थ्यो अहिले चाहिँ हुँदैन मलाई जुका लाग्यो लागेन रहेछ पै पै गाइस यो चाहिँ हाम्रो घरको बाख्रा अब यसको सिङ हेर्नु यसको सिङ खसी आमा खसी कि बोका हो यो खसी अरे यो चाहिँ यो उसको खसीकै ब्रिड होला यो पनि यहाँ नि छ जति जन्मेको छ यहाँ चाहिँ सानो सानो जति सुतिरहेको छ ऊ चाहिँ अहिले यो चाहिँ पुरानो टोइलेट हो बाबाले बनाउनु भएको त्यही भएर हामी चाहिँ बिगार्दैन यो टोइलेट चाहिँ यो चाहिँ कटेर यो चाहिँ घर भयो ल गाइस हत्तु भयो म भिडियो बनाएकोले एक दिन दिन्छु मेरो घरको टुर चाहिँ माथिको घरको टुर र तलको घरको टुर यसमा बेसी हिँडेर चाहिँ मेरो जुत्ताको हालत पातला भएको छ त्यही भएर मेरो बुढाले धुइदिन आँटेको छ हो यो चाहिँ हो मेरो बुढा म चाहिँ भात खानु गएको तिमी चाहिँ सुके गर बाई बाई गाइस म चाहिँ घर गएको अब दसैँको छुट्टी सकेर आमा बसिरहनु भएको छ बाहिर दिदीहरूले मलाई पुऱ्याउनु जाँदैछ हो ब्लर न ब्लर देख्यो अन्त मेरो बुढा ल्याउनु आउनु भयो आज अन्त म चाहिँ काममा 2 दिन हिँडेर गएको अब हो आमा गएको यहाँसम्म छतमा आउनु न औँसीमा आउँछु अन्त अब चाहिँ जाँदैछु अघि सब्जी हन्टिङ गरेको चाहिँ बेलुका गएर पकाउँछु बाई बाई मान्छेले सँगै आमा गएको ल औँसीमा आउँछु भयो हौ ल आउँदैछु औँसीमा भोलि मलाई पेटे भन्दिनँ मेरो पेटे भन्दिनँ सोमबारदेखिको ओभर भन्दिनँ है देउरास बाई बाई भरे पुगेर कल गर्छु ल हामी चाहिँ कुमानी आइपुग्यो अहिले चप खाँदैछौँ कुमानीमा कस्तो रहेछ घरको लागि बनाइ माग्दैछौँ यो बाटो चाहिँ हाम्रो घर जान्छ कता हो यो चाहिँ कुमानी हो डाइटिङमा म त्यो पिरो खाँदिनँ ओके हामी चाहिँ अब आइपुग्यौँ रात पनि पर्यो हो हेलमेटले कपाल नि बिग्रियो मेरो त ओके बाबा त हुनु कहाँ जानुभएको
Go like, comment, share and subscribe our channel Vanit Blog guys. Till then, see you on next video. Bye bye. Take care.